सर्वै मङ्गलमाङ्गल्ये शिवे सर्वसाधिके शरण्ये नमस्ते ब्रह्मा करोति दीर्घायु विष्णु करोति सम्पदा हरिहरो दीपापानि गात्र चण्डिका जीवकल्प सहस्राणि तेज विद्युत शोभनं प्रसन्नं देवी कल्याणं तिलकं रीतिमर्दनं सर्वे त्र्यम्बके गौरी नारायण नमस्ते ब्रह्मा करोति दीर्घायु विष्णु करोति सम्पदा हरिहरो दीपापानि गात्र चण्डिका आज कंप्लीट हो गया अब सबैमा के यहाँबाट ल्याइदिनु न बरु उठेर टुकटुक दे म ल्याइदिनु बाँकी छ रोकेर प्रसन्नं देवी कल्याणं रीतिमर्दनं पनि है सँगै जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गाक्षमा करोति दीर्घायु विष्णु करोति सम्पदा हरिहरो दीपापानि गात्र चण्डिका जीवकल्प सहस्राणि प्रसन्नं देवी कल्याणं तिलकं रीतिमर्दनं लुनी काम त तिम्रो खाममा हो म त खाममा हैन है फेरि अब खाममा हैन फेरि मलाई पनि डाइलेक्टको लाइन पर्ने ल अर्को चोटि चाहिँ बुबाइको साथमा यस आयो दोडा सिते श्रीराम साके धरे ननो में माता कोंडो आयो निस्ते असुरे नाही देखुरे धेरै नलाइदिन्छ नि के सबैको धेरै नलाइछ तपाई हजुर के भएको तपाई चाहिँ नि अर्को वर्ष चाहिँ अघि भनेकै होस् हैन म दोहोऱ्याएर के भन्दै हाल्नु काक्कैお酒いっぱい飲まないで将来はお酒欲しいね緑茶杯それちょっと待ってそれちょっと待ってそれここके भन्छ एनिभर्सरी नेपालीमा के भन्छ न नेपालीमा वर्ष विवाह ठाडो जाने वर्षगाँठ त्यसो जाने वर्षगाँठको सबै धेरै धेरै शुभकामना यस्तै गरी राम्रो मन भइरहोस् मनमा कालो कहिले नहोस् यस्तै राम्रो सधैँ देख्न पाइरहोस् दाजु भनेर सधैँ बोलाइराख्नु आफन्त भनेपछि को हुन् भनेर नसम्झिनु आफन्त भनेका को हुन् भनेर नसम्झिनु आफन्त भनेका सधैँ आफन्त हैन मिलाइरहनु भएको छ उल्टो हुनुभयो तिमी हामी दमाईको हामी आफन्त हाम्रै हो अब हामी परदेशमा आएको आजको नाइटको पैसा रहिरहँ तिमीलाई नदी गाडी मलाई लाइदिनु भएको अब सामूहिक रूपमा साइको म दे ए मलाई दिएर दिन्छु नि ल नस्ते अब चाहिँ नेपालमा भए कता कता हुन्छ हो नि नेपालमा चिन्नु नि भएन नि रानासित यसरिन्छ दशरथे शत्रु छाङ राघवे ऐश्वर्य नौके गतिस्थ पाउने मानन्त दुर्यो नने अक्षरको अडिएन त सूर्य शान्त भने बलन्त अलरे सत्यन्त कुन्ते सुते सबैले लाइदिनु पुरै भोर लाइदिनु कीर्तिस्त नारायण अब के लाउने दशैँको स्याटिका जय काली मङ्गला काली भद्र काली कपालिनी दुर्गा श्यामा सुधा सुधा धात्री नमस्तुते नौ दुर्गा भवानीका प्रसादको आशिक लागोस् आके ताकेको पुगोस् जे जे सोचो त्यही त्यही भगवानले भरिपूर्ण पारिदिउन् कोही भन्दा कमी नहुनु शत्रु नासुन् मित्र दाइ नहुन् अर्काको आश गर्नु नपरोस् अर्कालाई दिई खानु परोस् आफ्ना बोल्दै फटार मलाई दिन थाल्ने है मान्ने गर्न सबैलाई मान्नु त्यो पनि अरूलाई दिनु जानुलाई चाहिँ
मलाई चाहिँ किन नदिनु तिमीलाई चाहिँ आफै भरि पुग्न छु कि दिनु अब त यो पनि लिनु होइन त्यो आजको उ हो नि त पैसा लिएको पनि इन्द्र नसिते सिन्धसते छत्रु चन्द्र गवे ऐश्वर्य लौके गति सपाउने मानन्द दुर्योधने सूर्य बलान्तर आधारे सत्यन्त कुन्ते सुते विज्ञान विमुनि भगतमति चित्तित नारायणी जय काली भद्रकाली कपालिनी दुर्गा श्याम सुधा सुधा रात्रि नमस्ते फलानाको नाति भनेर फलानाको छोरो राम्रो पाल्नु ठुलो हुनु आर्मीको भनेको मान्नु गाउँ जस्तै अब नहुनु रागो हुनु कसै नटेर नहुनु 2-4 जनालाई चाहिँ बातचित गर्ने हुनु राम्रो हुनु सबैले भन्ने यस्तो होस् नामाली सामाली सबलाई चाहिँ ऐश्वर्य नौके गतिस्थ पाउने मानन्द दुर्योधने सूर्य शान्ति बने बोलन चलरे सत्यन्त कुन्ते सुते विज्ञानी विदुरी भगवती भगतम कीर्तिस्थ नारायणी जयन्त काली मङ्गल काली भद्र काली कपालिनी दुर्गा श्याम सुधा सुधा धात्री नमस्तुते नौ दुर्गा भवानीका प्रसादको आशिक लागोस् हाके ताकेको पुगोस् ज्वाइँ राम्रो उ गरेर सुख सन्तोष दिएर ज्वाइँले पाल्नु परोस् कसैको आश गर्नु नपरोस् शत्रु नाश हुन् मित्रु दाइ नहुन् रोग वेद सबै हरण होस् नौ दुर्गा भवानीको प्रसादको आशिकले रोग बेत हराउन कसैलाई भन्नु भएन मलाई नम्बर लगिसक्यो भनेर गएर थाहा पाउनु भयो पर्दैन क्या दाइ दुईचोटि अस्ति पनि दिएको होइन अब त मम्मीले बेग्लै नि त त्यस्ता खाली हात हुँदैन त भाउ फुटा होइन पर्दैन ल्याएर देऊ पर्दैन भन्छ पर्दैन लु भयो देऊ न तँ ल्याऊ त्यो त्यही त फेरि त्यो बनाउटी छनाउटी हुँदैन त्यो देऊ भने देऊ क्या चुला ल मलाई खानु झ्याउनु लाग्यो लु भयो सबै भयो लु यता तेरो केही भन्नु छ कि तपाईँ फेरि लगाइदिने हो डबल पाउँछ भनेर फेरि लगाइदिनु न
अर्को वर्ष खोइ त हात थाप्नु भएको ए पैसा नि राखेको अरे बिर्सेछु हो राखिदिइराख्नु पैसा पनि यता होइन डबल राख्नुपर्छ त्यो पैसा डबल हिसक्यो नि पैसा राख्यो भने नराख भने त मिल्दैन गाई पैसा हो क्या ए एन छ त्यही त नि भइहाल्छ एउटा पुगेको हाम्रो मैयाले जापानिज डलर राख्छ हुनुहुन्छ टाउकोमा भयो हातमा भयो हो त्यस्तो अब त्यसपछि अब त्यसपछि सिक्नु है सिक्नु जसको फोन आयो म काट्दिन्छु है अब छेक्नु भाउजूलाई पनि यसरी छिन्नुपर्छ सेम अब बुझ्यो होइन मैले तेलले छेहाल्यो हाम्रो जस्तो छ नेपालमा पो धेरै फुलहरू थियो पुर्याउनु पर्यो त्यसो गर्ने यसो चिप्लो हुन्छ यताबाट छेकेर ढोकामा जाउँ कि ढोकामै छेकेर आयो भयो ढोकाले छेकेर आउने होइन त्यसै गर्ने त्यसै गर्ने ओ रमाको दादा आएको न दादा हजुर हो न भाइ भएको अन्तिम है ठिक छ होइन हजुर ठिक छ नि हजुर के भन्नुभयो बिर्सिनु भएको हो हाम्रो दाइको कपाल भन अब तेल लाएर मिलाउँछु कपाल रोप्ने बेला भएको छैन रोप्ने हुन्छ 10 महिना भइहाल्छ हुन्छ त नि त्यो बलबाट रोप्ने कपाल होइन कलस त यही झिके हुन्छ नि होइन त्यसो न कपाल रोप्नु मिल्छ दादा अहिले टिको लाउँदैछु पो लागेर एक ध्यानले बस्ने हो कि कति साह्रो दाँत उम्रिन्छ है यसको कति महिना भएको रोप्नु 10 महिना रोप 5 महिनामै मैले दिपक बुढालाई हाम्रो बाबुको कहिले ल्याएर महिना ओए भाइ धारो नछुटा ल्याएछ है मैले भोलि गर्छ तपाईँको कपाल लाउने नि त फेरि अरूको लाउने त उम्रिन्छ क्या फेरि कति साह्रो यो टिका लाउने अब टिका लाउने तेल लाउने पहिला होइन तेल सेल लाएर होला है तेल लाउने कपाल कोर्ने म चाहिँ दाजुभाइलाई कतिखेर बुढीले तेल लगाइदिन्छ र कपाल गरिदिन्छ भन्ने छ अघिदेखि नगरी तेलै नलाउनु सिधा बस्दा तेल त अब पसाउने तेल त होइन यही होइन सिधा बस्दा अब त घुम्नु पर्दैन आइपुगिसक्यो नि अलिकति पछाडि दुईजना अलिकति अगाडि पैसा मका एन वर्ष अघि एउटा छैन अहिले चाँडो अब त भइसक्यो कोची भाले हुन्छ नि चाँडो भइसक्यो हजुर भाले थियो के हो थाहा छैन होइन होला गोजी भाले बल भिडियो हाल्नु पर्दैन के तेल गोजी भाले हो भने त म धेरै दिन थियो नि क्या अघि न थाहा थिएन के अरे दुईको लगाएर हाल्यो गोजीमा हाल्ने पैसा हो भने त म अलिक धेरै दिन थियो नि भने क्या थाहा थिएन नि त गोजीमा हाल्नुपर्छ भन्दा लच्चपै हुनुभयो त हौ धेरै लागेछ क्या के भयो यता अब दादा हाम्रो घरतिर त के भन्छ नि है कानतिर अलिकति त्यो होते जिउ खोले के अरे सबै कपडा खोलेर जिउभरि तेल लगाइदिने अलि माथि पनि तले अरू दबिया कति राम्रो हुनु पर्ने क्या तपाईँलाई कति जुलबी दादा हेर दादा बाबु ल रातभरि बनाइदियो काम के चिल्लो हुनु ल भाग्यले आइपुगेछ पनि 2 दिन अगाडि भर्खर आइपुगेँ हो अस्ति दिन आइपुगे त्यही त 2 दिन अगाडि आइपुग्यो कपाल त कोर्दिन त मैले त पर्दैन पर्दैन अब यो चाहिँ हाम्रो यहाँ दाइले भाइलाई कपाल कोर्दै कता कोतार दिनुहुन्छ त्यसपछि पर्दैन बरु बाबु ठिक छ सेते राम्रो हुन्थ्यो छुटो गरे बरेली संगीत गुंजा प्रस्तुत गर्दछ एउटा पनि आएन ल्याउँदा
मजाले बनाउँदैछ त दियो कतिले बनायो बनायो रातै 3टा भइसक्यो यहाँ रात 9वटा भयो अघि 8 मात्रै हुन्थ्यो टिका लाउने मान्छे को भनेर नथाहा हुने भयो कि भयो है ल मालालाई अब फोटो खिच्दियो है ए सरी यता हेर त ल सबभन्दा ठुलो उहाँलाई होला न मेरो टाउको छ अनि उहाँको ठुलो रहेछ नि मलाई ठुलो छान्दैछु यस्तो होइन यस्तो बिचमा काल्टो बनाएर होला उहाँले आफ्नो तरिकाले बनाउनु मेरो कुमार टोपी अर्कै खालको नपाएर नि त सानो बनाउने हो कि अलिक बाक्ला खालको रहेछ नि त टोपी कन्सोल होइन बाक्लो जापानको लागि हो त्यो जापानमा आएर भागाको बिक्रीमा खाएर पार्नु पाउनु खाएको कन्सोलमा भन्नुहुन्छ बाक्लो ढाका पर्यो होला आई फुटी खिच्न परेन ससुरालीमा यसो तेरो फोटो सोटो जाँदाखेरि पनि अगाडि कसरी कुन हो तपाईँ पछि मिलाउँला अहिले छोड्दियो यतिको छोप्यो नि त अब कसरी गर्ने त म पछाडि सार्दिनु भयो अलिक ठुलो भएछ टोपी यस्तो हो नि अब फाल्टु सिलाएको टोपी कहाँ हुन्छ कपाल काटेर आउनुपर्छ नाक कोरेको पनि काटिदिनुपर्छ अलिकति भिडियो खिचेको छ है म को रातभरि काम गरेर आएँ अब हेर्न हतार आफै हातले आउनुहुन्छ ल दाइले त ठिक छ भएछ साइन ए भाइ के गरेर सबै टिका गयो ल सानो अगाडि पाउनु मान्छे ड्युटी रमाइलो छ है लाउनु कि भाइलाई सानो भयो क्या यहाँको फोटीका लागा जस्तो अहिले त भयो चारजना हुँदैन बस्नु खुवाइदिने पो पर्थ्यो एउटा यसो मैले दिन्छु नि खुवाउँछ के सरस्वती सिस्टरलाई चाहिँ दिनु त त्यहाँबाट चिन्ने जानु ठ्याक्कै आउँछ अब थाल्नु पनि भएन यता हेरौँ न हाम्रो जानुकामा यहाँले सगुन खुवाउँदै हुनुहुन्छ म चाहिँ बोल्न सके नसके नि यसो कोही बोल्नु भएन त्यही भएर म बोलिरहेको छु कतिजना थियो आज हिजो गर्नेको बेलुका छैन 7 बजी जाने हो 7 7:30 आउँछु के भयो बाबुलाई भरेर नि त्यही दिनु न राखी छोड्नु यहीँ राख्नु जान्छ खानु अब
तपाईको मिठो परेछ क्या मान्छेमा मिठो छ तपाईँको सम्झ हजुर नेपाल हो सानोमा कोसिल राख अब मिठो हुनु अलि पछि राख्छ रातो लगाइदिनु एकजनाले रातो लगाइदिनु सबैजनाले एउटा लगाइदिनु हुँदैन सेतो लगाइदिन्छ है मलाउँछु खोइ हातै लाउँदैन बुढी अम्लाले बेच्ने त्यो चाहिँदैन तल छैन क्या सबै दादा यसरी अम्लाले लगाइदिनु अनि त्यही सबै टिक लगाइदिनु ल अब चाहिँ भयो त्यही माथि खोइ त फेरि लिएर आउनु सिटर त भिडियो कट गर्नु धेरै लाउनु पनि राम्रो हुँदैन फेसमा बस्दैन छोटो छोटो मात्रै राम्रो फाइदा हुन्छ क्या हातले पढ्दैन अब हातले लगाउने पैसा बाहिर गर्नु थियो जाडो छ अब अहिले बाहिर निस्केपछि माला चाहिँ लगाइदिन्छु होइन ल्याएको छ भने अरू अनि दाइ खोइ त अलि ल्याङ ल्याङ भयो एकछिन अहिले एकछिन अब के गर्नुपर्छ अब यो सबै चाहिँ बनाएको हजुरले हेर्छेको कस्तो खोकी लगाइरहेको छ त्यही खान्न नाइ नाइ सत्ता खानको कस्तो खोकी राखेको छ बैलिनी आयो अरे सरी मेरो भन्नु म्यागमा काम राखेको त्यो बेचारले सिप हाल्दै थियो के मेरो जुत्तो चोर्दैछ नि जुत्ता लुगा अस्ति आफ्नो लुगा नभएको 3-4 चोटि भइसक्यो लुगा नभएको तिम्रो खोज्दा खोज्दा गएर भेट्दैन है त्यही पनि ज्वाइँसाको कस्तो रहन्छ पालैतिर राम्री म त उसको लुगा लाउँछु म्याक्समा सर्ट टाइट कसको लुगा लगाएर बुढीको लागेन अनि कपडै भेट्दैन अनि त कसको काम हुन्छ अब यता लुगा लिन आइन्छ पत्ता पाउँछ त्यतिबाट तिम्रो खोज्छु ज्वाइँसाको देख्छु अनि डेटमा खाऊ फेरि नबोलाउनु हुन्छ कस्तुरी सिकाउनु भएको अहिलेदेखि होइन अधिकार हो नि त अधिकारले पाएको अहिलेसम्मको यो भिडियो पुरै खिचेको छ है बाइक छैन सक्यो Thank you.